आज चाहिँ म आशापुरी दर्शन गर्न आइरहेको छु होइन। तपाईँहरू वहाँ पर चाहिँ जुत्ता खोल्नु पऱ्यो अनि त्यहाँबाट त्यस्तो घुम्दै घुम्दै आएर उहाँ माता रानी कालीको माथि हुनुहुन्छ, उहाँलाई दर्शन गर्ने होइन। उहाँको पनि त्यो दर्शन छ र हजुरहरू यस्तो घुम्दै आउने अनि त्यहाँबाट चाहिँ हजुरहरू यहाँनिर यताबाट आउन सक्नुहुनेछ र त्यहाँनिर जल थाप्नुहुन्छ। त्यहाँबाट जल ल्याएर आफ्नो अब त्यहाँनिर आफ्नो खुट्टाहरू धोएर है त्यहाँबाट आएर यहाँनिर चाहिँ हजुरहरू जुत्ता राख्न सक्नुहुनेछ र यहाँबाट हजुरहरू भित्र प्रवेश हुन सक्नुहुनेछ र हजुरहरू गणेशजीको दर्शन गर्दै है। यहाँ चाहिँ गणपति बाप्पा हुनुहुन्छ, गणेशजीलाई दर्शन गर्न सक्नुहुन्छ, आमा हुनुहुन्छ, जय माता रानी भोलेनाथ हुनुहुन्छ, यहाँ नन्दीहरू हुनुहुन्छ है। यहाँ चाहिँ हजुरहरूले नरिवल फुटाउन सक्नुहुन्छ र यहाँ लेख्नु पनि भएको छ है नरिवल फुटाउनु होला भनेर। र यहाँको त्यस्तै गरेर यहाँनिर भैरवको पनि दर्शन गर्न सक्नुहुन्छ र यहाँ अब गणेशजी हुनुहुन्छ। त्यसै गरेर हाम्रो यहाँ आशापुरी भगवान् चाहिँ जुन भोलेनाथ चाहिँ यहाँभित्र हुनुहुन्छ है, यहाँ हुनुहुन्छ र तपाईँहरूले चाहिँ यहाँ फोटो खिच्न पाउनुहुन्न भनेर लेख्नुभएको छ तर हजुरहरूले पाउनुहुन्छ। त यहाँ चाहिँ मेन भगवान् भोलेनाथ चाहिँ यहाँ हुन्छ, आशापुरी भगवान् भोलेनाथ चाहिँ हजुरहरू यहाँ देख्न सक्नुहुनेछ। त्यसै गरेर हामी यहाँबाट यसो गर्दै जाने अनि नन्दी यहाँ हुनुहुन्छ र गणेशजीलाई हजुरले दर्शन यहाँ गर्न सक्नुहुनेछ। र त्यस्तै गणेशजी कुबीर भैयालाई रक्षा गर्नु, जय गणेशजीलाई पनि रक्षा गर्नु, जय आमा पापी ल हेर्नुहोस् है। यहाँनिर चाहिँ भोलेनाथ माता रानीको दर्शन गर्न सक्नुहुन्छ र नन्दीको दर्शन गर्दै गर्दै हामी त्यहाँनिर नागदेवी नागदेवताको दर्शन गर्न सक्नुहुन्छ। र त्यसै यहाँ घन्टा छ, घन्टा पनि बजाउन सक्छौँ है। त्यसरी हामीले घन्टा बजाउँदै अब हामी यहाँबाट चाहिँ हामी सबै चारैतिरको पूजापाठ गरिसकेपछि हामी यो बाटोबाट हामी बाहिर निस्किन सक्छौँ। र त्यसै गरेर अब यहाँनिर हेर्न सक्नुहुन्छ। अब म यहाँ वरिपरि घुम्दैछु पनि है, साथीहरू हेर्न सक्नुहुन्छ। हजुरले यहाँ पनि जल चढाउन सक्नुहुन्छ है। यहाँबाट जल चढाएको हजुरहरूले हुन्छ भने मनोकाङ्क्षा पुरा हुन्छ। र यहाँ पनि यहाँ आराधना गर्ने यहाँ अब बाबाजी बस्नुहुन्छ। अहिले चाहिँ उहाँ हुनुहुन्न, कता जानुभएको छ है विभूतहरू लगाएर। यहाँ चाहिँ हामीले टिकाहरू लगाउने ठाउँ हो यहाँ चाहिँ होइन। त्यही भएर यहाँ भोलेनाथको हजुरले यहाँ जल पनि चढाउन सक्नुहुन्छ।